धानबारीमा डडेल लाग्यो है हाम्रो गाउँमा। यो चाहिँ मोरङ जिल्ला बेलबारी नगरपालिका वार्ड नम्बर 7 बाहुनीमा चाहिँ हो। बाहुनी 7 नम्बरमा धान माथि काटेर तल लार चाहिँ डडेलो लाउने क्रममा यो भएको दुर्गति। धान यस्तो मजाले फलेको धान थियो यो धान। ल यो बुनुहरूले मारेको छ ल यही बुनु हो। को रुँदै पनि थियो यार त्यत्रो। रुनु त भइगयो नि त। अब यस्तो धान छ, यी धान सबै वर्षभरि खानुपर्ने धान डढेर रामनाम सत्य भएको छ। ल ल ल म युट्युबमै हालिदिन्छु। उहाँ गुरुङ बाबैले चाहिँ, हाम्रो छिमेकी गुरुङ बाबैले चाहिँ म तल धान काटेको लार चाहिँ डडेलो लाउने क्रममा त्यसरी जोत्नुलाई चाहिँ सजिलो होस्, हिउँदे बाली हान्नुलाई भनेर चाहिँ यो डडेलो लगाएर जोत्नु पर्यो भन्ने सोचले चाहिँ उहाँले डडेलो लाउनु भएको। तर उता लाउँदाखेरि चाहिँ यता चाहिँ धानै थियो, धान डढे पठायो। करिब 10 कट्ठाको धान डढेर सत्यनाश भएको छ। हेर्नु धान डढेर धन्न। यहाँ चाहिँ अब गाउँ बस्ती कम भएको छ। उहाँ गुरुङ बाबाको घर, अनि यता चाहिँ यो ठ्याक्कै यो बाँसघारीदेखि पारिपट्टि चाहिँ हाम्रो गाउँ पर्छ, घर पर्छ। यसो कराएको सुनेर चाहिँ हामी आयौँ। भरे त यहाँ यस्तो रहेछ। अब यसरी डडेल लाउँदाखेरि जो कोही पनि अलिकति ध्यान दिएर होस गरेर गरौँ होला। वर्षकै त यो कार्य नगरेकै राम्रो। त्यतिकै यही माथि जोत्नु होइन। धान एकदम फलेको, यो प्लटमा धान एकदम राम्रो फलेको हो क्या धान। यो सधैँ राम्रो फल्छ। अनि उहाँ यसो हामी छरछिमेकको यसो सहयोगले यहाँ यति चाहिँ जलो, बाँकी चाहिँ जल्नुमा यसो जल्नुमा चाहिँ जल्नु दिएनौँ। यहाँ त यो धानको ढेँडी नै हो। यो ए त्यस्तो छ धानको ढेँडी नै लागो वर्षभरि खाने। होस् गरौँ। धान मात्र नभएर डडेलो चाहिँ कहीँ पनि नलगाऊ। वन जङ्गलमा पनि, झोर झक्सीतिर कतै पनि नलगाऊ। अब यो लाउँदाखेरि बेफाइदा के छ भने चराचुरुङ्गी कति जलेर मर्छ, किरा फट्याङ्ग्रा जलेर मर्छ, प्राकृतिक कुराहरू जलेर मर्छ। अलिकति खरानीले बारीलाई, खेतलाई मलिलो गर्ने मात्र हो। हस् त, धन्यवाद।